ल नमस्कार सबैजनालाई। आज हामी इम्प्लोइ रोल कसरी डिफाइन गर्ने, त्यो इम्प्लोइलाई के रोल दिने भन्ने चाहिँ हामीले यहाँबाट हेर्नेछौँ। हामी पहिला यो डोमेनमा जान्छौँ। डोमेनमा गइसके पछाडि जुन हामीले डोमेन दिएको हुन्छ त्यो डोमेनमा जान्छौँ। डोमेनमा गइसके पछाडि लगइन गर्नुपर्ने हुन्छ। लगइन गर्छौँ। लगइन गरिसके पछाडि हामीले आइडी पासवर्ड राख्नुपर्ने हुन्छ। आइडी पासवर्ड राखिसके पछाडि ड्यासबोर्ड देखिन्छ। ड्यासबोर्ड देखिसके पछाडि हामी युजर म्यानेजमेन्ट भन्ने फिचर्समा जान्छौँ। युजर म्यानेजमेन्ट भन्ने फिचर्समा गइसके पछाडि युजर म्यानेजमेन्टभित्र रोल भन्ने फिचर्समा जान्छौँ। रोल भन्ने फिचर्समा गइसके पछाडि हामीले यस्तो देख्छौँ, रोल लिस्ट देख्छौँ फर्स्टमा। त्यस पछाडि यहाँ प्लस भन्ने अप्सन छ। प्लस भन्ने अप्सनमा गइसके पछाडि हामीले चाहिँ यहाँ यस्तो देख्छौँ, यो इन्टरफेस देख्छौँ। यो इन्टरफेस देखिसके पछाडि कुन हामीले चाहिँ जुन हामीले अघि ग्रुप क्रिएट गरेको थियौँ, कुन ग्रुपलाई चाहिँ हामीले चाहिँ दिनुपर्ने हो त, हामीले जुन रोल दिनुपर्ने हो त भन्ने चाहिँ हामीले सेलेक्ट गर्छौँ। अघि हामी एचआर ग्रुप 1 थियो। एचआर ग्रुप 1 लाई हामीले अब रोल दिन्छौँ। हामीले सबै रोल दिनुपर्ने हो भने हामीले यसमा जुन अघि मैले टिक लगाएँ, यहाँ एसएनदेखि अगाडि यहाँ टिक लाउँदाखेरि सबै रोल डिफाइन हुन्छ। यदि अब हामीले चाहिँ यो ड्यासबोर्ड मात्रै दिने हो भने यसरी टिक लाउन सकिन्छ। यसरी टिक लगाएर गर्न सकिन्छ। अब अहिले म यो ग्रुपलाई चाहिँ म यहाँ सबै रोल दिन्छु। सबै रोल दिइसके पछाडि हामीले तल यहाँ सेभ भन्ने अप्सन छ। यहाँ सेभ भन्ने अप्सनमा थिच्यौँ भने सेभ हुन्छ। यसरी सेभ हुन्छ। सेभ भइसके पछाडि हामी यहाँबाट लिस्टमा जान्छौँ। यहाँ देखिन्छ लिस्ट, जुन हामीले अघि बनाएको छौँ। अघि थिएन, अहिले यहाँ आइसकेको छ। हामीले अब यसरी नै हो रोल कसरी डिफाइन गर्ने, जुन हाम्रो इम्प्लोइलाई रोल कसरी डिफाइन गर्ने भने हामीले यहाँबाट यसरी गर्न सकिन्छ। थ्याङ्क यू।